नमस्कार, म नवराज पौडेल। मेरो नेपाली पाठशाला युट्युब च्यानलमा हजुरलाई स्वागत छ। आज म कक्षा 12 को नेपाली किताबको पाठ 4 को व्यावसायिक पत्र पाठको भाषा तत्व अथवा व्याकरण खण्डको अभ्यासात्मक प्रश्नोत्तरहरू लिएर यहाँहरू समक्ष उपस्थित भएको छु। यदि भाइ बहिनीहरू हजुरहरूले मेरो यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया यस च्यानललाई सब्स्क्राइब गर्नुहोला अनि नजिकै रहेको बेल आइकनमा थिच्नुहोला ताकि तपाईहरुलाई नयाँ नयाँ भिडियोहरू तत्काल आफू समक्ष पुगुन्। ल त भाइ बहिनीहरू अब आजको भिडियो सुरु गरौँ। 1 नम्बरमा रहेको छ उदाहरण अनुसार सरल वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् भन्ने प्रश्न। यहाँ एकातर्फ सरल वाक्य रहेका छन् भने अर्कातर्फ त्यसलाई मिश्र वाक्यमा परिवर्तन गरिएका वाक्यहरू रहेका छन्। यसलाई सरसर्ती हेरौँ। हावा चल्यो जाडो भयो। यसको मिश्र वाक्य रहेको छ जब हावा चल्यो तब जाडो भयो। तिमी राम्रो पढ तिमी सफल हुन्छौ। राम्रो पढ्यौ भने तिमी सफल हुन्छौ। किताब बजारमा आयो म किताब पढ्छु। किताब बजारमा आयो भने म किताब पढ्छु। पानी पर्यो बाटो हिलो भयो। जब पानी पर्यो तब बाटो हिलो भयो। उसले परिश्रम गर्यो उसले मिठो फल पायो। जसले परिश्रम गर्यो उसले मिठो फल पायो। नेपाल सुन्दर छ संसारलाई थाहा छ। नेपाल सुन्दर छ भन्ने संसारलाई थाहा छ। वातावरण प्रदूषण बढ्छ महामारी खतरा हुन्छ। जब वातावरण प्रदूषण बढ्छ तब महामारी खतरा हुन्छ। यसरी हामीले सरल वाक्यबाट मिश्र वाक्यमा परिवर्तन गर्दाखेरि सापेक्ष संयोजकहरू प्रयोग गर्नुपर्ने हुन्छ। सापेक्ष संयोजक के हो भन्ने विषयमा मैले एउटा भिडियो बनाइसकेको छु अगाडि। त्यो भिडियो भाइ बहिनी हेर्नु होला। त्यस भिडियोको लिंक म यस भिडियोको डिस्क्रिप्सनमा पनि राखिदिने छु। 2 नम्बरमा भएको छ उदाहरणमा दिए जसै गरी सरल वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस्। संयुक्त वाक्यमा परिवर्तन गर्नका लागि हामीले निरपेक्ष संयोजकको प्रयोग गर्नुपर्ने हुन्छ। मैले अगाडिको भिडियोमा भनेको थिएँ नि सापेक्ष संयोजक मिश्र वाक्य, निरपेक्ष संयोजक संयुक्त वाक्य है। त्यसै गरिकन मैले यहाँ निरपेक्ष संयोजक प्रयोग गरेर यी अनि, साथै, अनि, र यस्ता संयोजक प्रयोग गरेर मैले संयुक्त वाक्यमा परिवर्तन गरेको छु। यसलाई पनि सरसर्ती हेरौँ है। हावा चल्यो जाडो भयो। हावा चल्यो अनि जाडो भयो। म कविता लेख्छु, म गीत गाउँछु, म चित्र कोर्छु, म विद्यालय पढाउँछु। म कविता लेख्नुको साथै गीत गाउँछु अनि चित्र कोर्नुको साथै विद्यालयमा पढाउँछु। किताब बजारमा आयो मैले किताब किने। किताब बजारमा आयो अनि मैले किने। पानी पर्यो बाटो हिलो भयो। पानी परेर बाटो हिलो भयो। उसले म काट्यो उसले हात चाट्यो। उसले म काटेर हात चाट्यो। तिमी सौरा जाऊ तिमी हात्तीमा चढ तिमी जंगल घुम तिमीले जंगलमा गैंडा देख्नेछौ। तिमी सौरा गएर हात्तीमा चढी जंगल घुम त्यसपछि गैंडा देख्नेछौ। 3 नम्बरमा केही छासमिसे वाक्यहरू रहेका छन्। यहाँ केही सरल वाक्य छन्, केही संयुक्त वाक्यहरू छन्। यी वाक्यहरूलाई हामीले सरल वाक्यमा परिवर्तन गर्ने। अब यसमा चाहिँ भाइ बहिनीहरु यस्तो खालको प्रश्न चाहिँ आउँदैन तपाईहरुलाई कि संयुक्त कि त मिश्र वाक्यहरू भएको आउँछ सरल वाक्यलाई सरल वाक्यमा लैजाउँ चाहिँ आउँदैन। यहाँ छासमिसे वाक्यहरू दिएको छ। तीमध्ये सरल वाक्यले जस्ता तस्तै छोड्दिने अनि संयुक्त मिश्र वाक्य छन् भने तिनीहरूलाई सरल वाक्यमा परिवर्तन गर्ने। अब यहाँ प्रश्न लामो छ। यो प्रश्न म पढ्दिन भाइ बहिनीहरुले यसलाई पज गरेर प्रश्न हेर्नु होला। अब हामी उत्तरतर्फ लागौँ है। मैले सरल वाक्य कसरी बनाउने भन्ने विषयमा पनि अगाडिको भिडियोमा छलफल गरिसकेको छु। त्यहाँ हेर्नु होला भाइ बहिनीहरुले। अनि त्यसपछि यो उत्तर पनि हेर्नु होला र अनि अरु अभ्यासहरु पनि भाइ बहिनीहरुले गर्नु होला है। धेरै पहिले हलेसी धाम रहेको ठाउँमा घना जंगल थियो। त्यहाँ अनेक जंगली जनावर थिए। किंवदन्ती अनुसार धेरै अगाडि हलेसी गैरी गुटका बाघवंशी राई आफ्नो कुकुर र केही साथी लिएर शिकार खेल्दै हलेसिया महादेव गुफाका छेउमा पुगेछन्। त्यो अनकन्टा जंगलमा एउटा सुन्दर मृग देखा परेपछि बाघवंशीय कुकुरले त्यो मृगलाई लखेट्न लागेछ। बाघवंशी पनि कुकुरका पछि दौड्दै जाँदा मृग र कुकुर दुवै जमिनभित्र हराएपछि कुकुर भुकेको आवाज चाहिँ सुन्ने तर कुकुर चाहिँ नदेखिने भएछ। रात पनि पर्न लागेकोले होइन लागेकाले हुन्छ है। बाघवंशी घर फर्की खाना खाएर सुतेछन्। भोलिपल्ट उनी केही साथी समेत भएर पुनः त्यही ठाउँमा आएर कुकुरका पाइलाको डोप पत्ता लगाउँदै र झाडी फाँड्दै गएछन्। जमिन मुनि एउटा डरलाग्दो गुफा फेला पारेछन्। बाघवंशीले जे त पर्ला भनेर साथीको सहयोगमा डोरीको सहायताले गुफाभित्र आम फालेर गुफाभित्र पुग्दा त झिलिमिली उज्यालो रहेछ। त्यहाँ त शिव पार्वती आफ्ना प्रमोद गढ सहित आनन्दले बसेका रहेछन्। बाघवंशीले शिव पार्वतीलाई प्रणाम गरी गुफा बाहिर आएछन्। त्यसपछि त्यस गुफाको प्रचार प्रसार भई थुप्रै मानिस भेला भएर गुफाभित्र छिर्ने बाटो बनाई भित्र गएछन्। भित्र जाँदा त शिव पार्वती अन्तर्ध्यान भई त्यहाँ त उनीहरूका मूर्ति पो रहेका हुँदा यसपछि त्यहाँ शिवको पूजा आराधना गर्न थालिएको रहेछ। यसरी भाइ बहिनीहरू यहाँ सरल वाक्यमा परिवर्तन गरी पुनर्लेखन गरिएको छ। यो चाहिँ परीक्षाको दृष्टिले भन्दा पनि भाइ बहिनीहरूलाई अभ्यासका दृष्टिले महत्त्वपूर्ण छ है।
4 नम्बरमा छ सरल, मिश्र र संयुक्त तिनै प्रकारका वाक्यहरूको प्रयोग गरी जीवनको लक्ष्य बारे लेख्नुहोस् भनेको छ। मेरो जीवनको लक्ष्य एक असल मानिस बन्नु हो। म समाज र देशको सेवा गर्न चाहन्छु। आफ्नो परिवारलाई खुसी राख्नु मेरो कर्तव्य हो। परिश्रम र इमानदारी नै सफलताको आधार हुन्। अब यहाँ हेर्नुहोस् है, मैले अस्ति के भनेको थिएँ, एउटा एउटा क्रियापद प्रयोग भएको वाक्य चाहिँ सरल वाक्य हुन्छ। यी हेर्नुहोस्, हो, चाहन्छु, हो, हुन्, यी एउटा एउटा मात्र क्रियापद छ भने आँखा चिम्लेर भाइ बहिनीहरूले बुझ्नुहोस् यो सरल वाक्य छ। अनि मिश्र वाक्यमा के भनेको थिएँ अरे, सापेक्ष संयोजक प्रयोग भएको छ अनि क्रियापद पनि दुईटा छन् भने त्यो मिश्र वाक्य हुन्छ। अब यसलाई हेरौँ है, जब मानिसले आफ्नो लक्ष्य निर्धारण गर्छ तब मात्र उसको जीवनले सही दिशा पाउँछ। यहाँ हेर्नुहोस्, यहाँ जब, तब, सापेक्ष संयोजक, गर्छ, पाउँछ, दुईवटा क्रियापद, दुई वा दुईभन्दा बढी क्रियापद छ भने त्यो सरल वाक्य हुँदैन, कि संयुक्त हुन्छ कि मिश्र हुन्छ। अनि त्यसपछि त्यसमा पनि सापेक्ष संयोजक छ भने चाहिँ मिश्र वाक्य हुन्छ, निरपेक्ष छ भने संयुक्त वाक्य हुन्छ। यहाँ सापेक्ष भएको हुनाले यो मिश्र वाक्य भयो। यदि हामीले निरन्तर प्रयास गर्यौं भने हामीले सोचेको हरेक लक्ष्य पूरा गर्न सक्छौं। यहाँ हेर्नुहोस्, यहाँ भने प्रयोग भएको छ अनि दुईटा क्रियापद छ, त्यसैले यो पनि मिश्र वाक्य भयो। जसले अरूको भलाइमा आफ्नो खुसी खोज्छ उसैको जीवन साँच्चै सार्थक हुन्छ। यहाँ पनि हेर्नुहोस् मिश्र वाक्य। लक्ष्यविहीन जीवन नाभी बिनाको ढुङ्गा जस्तै हो, माझी बिनाको ढुङ्गा जस्तै हो, किनभने त्यसलाई गन्तव्य थाहा हुँदैन। यहाँ पनि किनभने प्रयोग भयो, सापेक्ष संयोजक अनि दुईटा क्रियापद प्रयोग भयो, हो र हुँदैन, त्यसैले पनि मिश्र वाक्य हो। त्यसैगरी संयुक्त वाक्यको अनुच्छेद रहेको छ। यहाँ मैले आफ्नो लक्ष्य निर्धारण गरेको छु र त्यसलाई पूरा गर्ने निरन्तर लागि परेको छु भन्ने वाक्य छ। हेर्नुहोस् है, यहाँ छु, दुईटा क्रियापद अनि र निरपेक्ष संयोजक, त्यसैले संयुक्त वाक्य हो। अर्को वाक्य हेरौँ, लक्ष्यसम्म पुग्ने बाटोमा धेरै चुनौतीहरू आउँछन् तर म कहिले हरेस खाने छैन। यहाँ बाटोमा होइन, बाटामा हो। यहाँ तर प्रयोग भएको छ, निरपेक्ष संयोजक अनि दुईटा क्रियापद छन्, त्यसैले यो पनि संयुक्त वाक्य हो। सफलता पाउन धैर्य र लगनशीलता चाहिन्छ, त्यसैले म हरेक दिन अनुशासनमा बस्ने प्रयास गर्छु। यहाँ गर्छु र चाहिन्छ दुईटा क्रियापद अनि त्यसैले निरपेक्ष संयोजक, यो पनि संयुक्त वाक्य हो। पहिला म आफ्नो शिक्षा पूरा गर्नेछु अनि समाजसेवामा लाग्नेछु, यी लाग्नेछु, गर्नेछु, दुईटा क्रियापद अनि निरपेक्ष संयोजक, यो पनि संयुक्त वाक्य हो। यसरी संयुक्त वाक्य पनि अनुच्छेद तयार गरे। हेर्नुहोस् त, यसरी हामीले यहाँ सरल, मिश्र र संयुक्त वाक्यको अलग अलग अनुच्छेद तयार गर्यौं। यसबाट भाइ बहिनीहरूलाई यो वाक्य रचनामा सहयोग मिल्नेछ भन्ने मैले अपेक्षा लिएको छु। संयुक्त लेख्नुपर्ने सम छुटेछ। अब हामी संयुक्त वाक्य कुरा गर्छौं। संयुक्त वाक्यमा हामीले कस्तो संयोजक प्रयोग गर्ने भनेका थियौं? हो, निरपेक्ष संयोजक हैन त? हेर्नुहोस् है त, तपाईहरु ध्यान दिनुस् है, म पढ्दै जान्छु कुन कुन चाहिँ निरपेक्ष संयोजक हुन्। मेरो मिल्ने साथीको नाम समीर हो र ऊ काठमाडौँमा बस्छ। समीर पढाइमा अब्बल छ अनि खेलकुदमा पनि उत्तिकै रुचि राख्छ। ऊ स्वभावले हँसिलो र सहयोगी छ, त्यसैले सबैले उसलाई मन पराउँछन्। हामी फुर्सदमा सँगै घुम्न जान्छौँ र बेला बेलामा नयाँ ठाउँहरूको यात्रा गर्छौँ। हेर्नुहोस् त, यो र अनि त्यसैले र अनि फेरि र, यी निरपेक्ष संयोजक हुन्। यिनीहरूले जोडेको वाक्य चाहिँ संयुक्त वाक्य हुन्छ। ल त भाइ बहिनीहरू, आजको भिडियो सम्पन्न भयो। भाइ बहिनीले यो भिडियो हेरिदिनु भयो अन्त्यसम्म, यसको लागि धन्यवाद। यस्तै अन्य भिडियोहरू पनि यदि तपाईहरु चाहनुहुन्छ भने मेरो यस च्यानललाई सब्स्क्राइब गर्नुहोला अनि मेरो फेसबुक पेज मेरो नेपाली पाठशालालाई फलो गर्नुहोला। त्यसैगरी मेरो टिकटक एकाउन्ट मेरो नेपाली पाठशालालाई फलो गर्नुहोला भन्दै आजको भिडियो अन्त्य गर्न चाहन्छु। फेरि हाम्रो अर्को भिडियोमा भेट हुनेछ। अहिलेको लागि नमस्कार।